इनके साथी हुन्छ जान्न म सीमा हिन्जम ओइ कता ल्याओस् गौ बोक्न मलाई त सीमाले ढकल्देऊ न है लागेर बोक्ने बोक न त हामी गइयौँ छोड दे म ढकलिदिन्छु ढकलेर उही तले खुले पुर्याइदिए नहुने नौटङ्की गरिराख्ने सीमाले त्यस्तो गर्न सक्दिन मलाई थाहा छ नि त्यो त अहिले थाहा हुन्छ पानीले पिएर जाम्ला अर्को खेल ल ललित तिमीलाई त दुईटा विषय लागेको छन् नि अनि बाबाको छेउतिन बहिनीसँग मुख नलागे भए हुने बेल्ट त खाइन्थेन अनि यो पढ्ने बेलामा अस्मिलाई प्रपोज किन गरेको त्यही पनि रिजेक्ट गर्दिछे तिमी मान्छे मात्र राम्रो हो के पानी त आँखलाम बगाएर माथि डाँडा खन जान्छ कहाँ गयो यो खाली बेजत मात्रै गर्छ त कस्तो खालको केटी हो के कमसे कम यसको चित्त दुख्छ कि भन्ने ख्याल त राख्नु पर्छ नि गयो